आज हामी एउटा अँ, धर्मशास्त्रीय पहेली सुल्झाउने प्रयास गर्दैछौं। यदि परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भने उहाँले पापलाई एकै क्षणमा नष्ट गर्न सक्नुहुन्थ्यो, तर उहाँले त्यसो नगरी किन एउटा लामो, जटिल र पीडादायी बाटो रुज्नुभयो, जसमा उहाँ आफै मानव बन्नुभयो र क्रुसमा मर्नुभयो। हामीसँग केही लेखहरू छन् जसले यस किनको जवाफ एउटा अनौठो तरिकाले दिन्छन्, जुन प्रेम, न्याय र सबैभन्दा महत्त्वपूर्ण स्वतन्त्र इच्छाको अवधारणामा केन्द्रित छ। यो साँच्ची नै एउटा ठूलो प्रश्न हो र स्रोतहरूको तर्क के छ भने नि यो सम्पूर्ण कथाको केन्द्रमा पापको क्षमा मात्र होइन, त्योभन्दा पनि गहिरो कुरा छ। यो ब्रह्माण्डको स्वामित्व कसले लिने, न्याय गर्ने अधिकार कसरी स्थापित गर्ने र सृजित प्राणीहरूको स्वतन्त्र इच्छालाई कसरी, मतलब जबरजस्ती नगरिकन पूर्णता दिने भन्ने बारे हो। यो एक किसिमको ब्रह्माण्डीय कानुनी र नैतिक प्रक्रिया हो क्या? ब्रह्माण्डीय कानुनी प्रक्रिया, यो शब्दले नै विषयलाई रोचक बनाइदियो। ल, त्यसो भए सुरु गरौँ येशूको पहिचानबाट। स्रोतहरूमा एउटा विशिष्ट शब्द प्रयोग गरिएको छ, परमेश्वरको दोस्रो व्यक्ति, चेइउई हानिनिम। यो कुनै सामान्य अगमवक्ता वा दूत जस्तो सुनिँदैन त? बिल्कुल सुनिँदैन, किनभने यो अवधारणा नै फरक छ। यसलाई बुझ्न एउटा ठूलो कम्पनीको मालिकको कल्पना गरौँ न। मालिक आफै अदृश्य र सर्वव्यापी हुन सक्छ, तर उसले कम्पनी चलाउन एक सिइओ नियुक्त गर्छ, जो सबैको अगाडि देखिन्छ, बोल्छ र काम गर्छ। स्रोतहरूले येशूलाई त्यस्तै भूमिकामा देखाउँछन्। उहाँ सृष्टिकर्ताको त्यो दृश्य, अन्तर्क्रियात्मक र मानवीय स्वरूप हुनुहुन्छ। उहाँ पहिल्यैदेखि नै हरेक समय र स्थानको मालिक हुनुहुन्थ्यो, तर स्रोत भन्छ उहाँले स्वेच्छाले त्यो सबै शक्ति र स्वामित्व त्यागेर आफैलाई रित्तो बनाउनुभयो। एकछिन है, यहाँ म अलि अल्मलिए। जो पहिल्यैदेखि नै मालिक छ, उसले फेरि त्यो स्वामित्व त्यागेर पुनः उत्तराधिकारमा पाउनुको के अर्थ? यो त एउटा अनावश्यक प्रक्रिया जस्तो लागेन र? स्रोतले किन यो प्रक्रियालाई यति महत्त्वपूर्ण मानेको छ? एकदमै राम्रो प्रश्न। स्रोतको तर्क के छ भने यो प्रक्रिया नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। उहाँ मालिक हुनुहुन्थ्यो, तर त्यो उहाँको ईश्वरीय अधिकार थियो। अब उहाँले एक सृजित प्राणीको रूपमा, मानवको रूपमा आज्ञाकारिता र बलिदानको माध्यमबाट त्यो अधिकारलाई उत्तराधिकारको रूपमा कमाउनुभयो। यसो गर्दा उहाँले एउटा नजिर स्थापित गर्नुभयो। अब कुनै पनि सृजित प्राणीले, विशेष गरी शैतानले, उहाँको अधिकारमाथि प्रश्न उठाउन सक्दैन, किनभने उहाँले उनीहरूकै स्तरमा आएर उनीहरूकै नियमअनुसार जितेर देखाउनुभयो। यो केवल शक्ति प्रदर्शन थिएन, यो अधिकारको वैधानिकीकरण थियो। वाह! अर्थात् उहाँले म मालिक हुँ, त्यसैले मेरो कुरा मान भन्नुको सट्टा, हेर मैले पनि तिमीहरू जस्तै भएर यो अधिकार कमाएको छु, त्यसैले यो वैध छ भनेर देखाउनुभयो। ट्याक्कै हो, र यही प्रक्रियाले उहाँलाई न्याय गर्ने अन्तिम अधिकार दिन्छ। पिताले न्याय गर्ने सबै अधिकार पुत्रलाई सुम्पिनुभयो भन्नुको अर्थ यही हो। उहाँले त्यो अधिकार क्रुसको माध्यमबाट कमाउनुभयो। ठिक छ, उहाँको पहिचान र अधिकारको यो कानुनी आधार त बुझियो, तर स्रोतमा उहाँलाई मसीह अर्थात् अभिषेक्त व्यक्ति पनि भनिएको छ, जसको 3वटा भूमिकाहरू छन्, अगमवक्ता, पुजाहारी र राजा। यो त निकै गहिरो सुनियो। यसलाई अलि सरल भाषामा फुटाएर भन्नुस् न। अवश्य। यी 3 भूमिकाहरू एक अर्कासँग जोडिएका छन्। पहिलो, अगमवक्ताको रूपमा उहाँले आइना देखाउनुहुन्छ। उहाँले के सही हो र के गलत हो, के पाप हो र के सत्य हो भनेर स्पष्ट पार्नुहुन्छ। उहाँको काम अँध्यारोमा टर्चलाइट बाल्नु जस्तै हो। त्यो त बुझियो। अनि पुजाहारीको भूमिका? आजको समयमा यो शब्द बुझ्न अलि गाह्रो छ। के उहाँले मध्यस्थता गर्नुहुन्छ? हो, एक किसिमले। पुजारीको रूपमा उहाँले समाधान दिनुहुन्छ। जसले आफ्नो गल्ती स्वीकार गर्छ र पश्चाताप गर्छ, उहाँले उनीहरूको पापको मूल्य चुकाएर क्षमा दिनुहुन्छ। यो भूमिका करुणा र मुक्तिको हो। तर तेस्रो भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। राजाको रूपमा उहाँले अन्तिम निर्णय गर्नुहुन्छ। जसले सत्य देखेर पनि जानी जानी पापमै रहिरहन्छ, उहाँले उनीहरूको न्याय गर्नुहुन्छ।
यहाँ एउटा कुराले मलाई सोचमग्न बनायो। स्रोतमा भनिएको छ कि जब येशू पाताल मतलब हादेसमा जानुभयो, शैतानले उहाँको आज्ञा मानेन। तर येशूले उसलाई तुरुन्तै न्याय गर्नु भएन। मेरो दिमागमा पहिलो कुरा आयो, किन? सर्वशक्तिमान भएर पनि किन पर्खिनु पर्यो? यो त उहाँको कमजोरी जस्तो देखियो नि। यो कमजोरी होइन, बरु प्राथमिकताको कुरा हो। स्रोतका अनुसार उहाँको पहिलो र सबैभन्दा ठूलो प्राथमिकता सृजित प्राणीहरूको स्वतन्त्र इच्छालाई पूर्णता दिनु थियो। शैतानलाई तुरन्तै दण्ड दिनु होइन। यदि उहाँले त्यतिबेलै बल प्रयोग गरेर शैतानलाई नष्ट गर्नुभएको भए त्यो फेरि पनि शक्तिको प्रदर्शन मात्र हुन्थ्यो। तर उहाँले पहिले क्रुसको घटना मार्फत प्रेम र न्यायको प्रमाण दिनुभयो, ताकि सबै प्राणीहरूले आफै छनौट गर्न सकुन्, प्रेमको बाटो वा विद्रोहको बाटो। छनौटको त्यो अवसर दिइसकेपछि मात्र अन्तिम न्याय हुन्छ। ठिक छ, उहाँको पहिचान र त्रिपक्षीय भूमिकाबारे हामीले बुझ्यौं, तर यी सबै कुराहरू एउटै घटनामा आएर जोडिन्छ जस्तो छ। अब हामी त्यो क्रुसको घटनातिरै लाग्नुपर्छ होला, होइन त? स्रोतहरू भन्छन् कि यो केवल पापको मोल चुकाउने माध्यम मात्र थिएन, बरु यसले धेरै कुरा प्रमाणित गर्यो। हो, क्रुसलाई यहाँ 4वटा अकाट्य प्रमाणहरूको सङ्गमको रूपमा प्रस्तुत गरिएको छ। पहिलो, यो परमेश्वरको प्रेमको प्रमाण थियो। सोच्नुस् त, आदमको एउटा सानो गल्तीको मूल्य चुकाउन स्वयं सृष्टिकर्ता मर्नु पर्यो। यसले सृजित प्राणीहरूलाई देखायो कि परमेश्वरले उनीहरूलाई कति गहिलो प्रेम गर्नुहुन्छ। दोस्रो प्रमाण आज्ञाको वजनसँग सम्बन्धित छ, होइन? हो, दोस्रो यो आज्ञाको वजनको प्रमाण बन्यो। जब एउटा आज्ञा तोड्दाको मूल्य स्वयं परमेश्वरको मृत्यु हुन्छ भने त्यो आज्ञा कति महत्त्वपूर्ण रहेछ भनेर प्रमाणित भयो। अब कसैले पनि परमेश्वरको आज्ञालाई यो त सामान्य कुरा हो भनेर हल्का रूपमा लिन सक्दैन। अनि तेस्रो प्रमाण न्यायको बारेमा छ। एक मिनिट है, तेस्रो प्रमाणमा भनियो कि परमेश्वरले पुत्रलाई समेत त्याग्नुभयो, तर चौथोमा आएर शैतानले परमेश्वरलाई मार्यो भनियो। यहाँ अलिकति विरोधाभास जस्तो सुनिन्छ। के स्रोतले यसलाई प्रष्ट पार्छ? यो विरोधाभास होइन, बरु एउटै सिक्काको दुई पाटा हो। तेस्रो प्रमाण परमेश्वरको न्यायको प्रमाण हो। यसले के देखायो भने परमेश्वरको न्याय यति कठोर छ कि पापको क्षमाको लागि उहाँले आफ्नै पुत्रलाई पनि छोड्नु भएन। पापको मूल्य चुकाउनै पर्छ, त्यसमा कुनै सम्झौता हुँदैन। चौथो प्रमाण चाहिँ शैतानको दुष्टताको प्रमाण हो। परमेश्वरको आज्ञालाई निरन्तर अस्वीकार गर्दै आएको शैतान र पापको प्रणालीले अन्ततः के गर्यो? उनीहरूले प्रेम र सत्यको स्रोत स्वयं परमेश्वरलाई नै मारे। यसले पापको अन्तिम गन्तव्य भनेको मृत्यु र विनाश हो भन्ने कुरा सबैको अगाडि प्रमाणित गर्यो। त्यसो भए यी 4 प्रमाणहरूलाई एकै ठाउँमा राखेर हेर्दा स्रोतले भन्न खोजेको कुरा के हो भने क्रुस कुनै आकस्मिक घटना थिएन, तर यो त एउटा ब्रह्माण्डीय अदालतमा प्रस्तुत गरिएको अकाट्य प्रमाण थियो, जसले प्रेम, न्याय, पाप र आज्ञा सबैको तौल एकैपटक देखायो। यो दृष्टिकोणले त पुरै घटनालाई हेर्ने नजरै बदलिदिन्छ क्या? तपाईले एकदम सही ठाउँमा समात्नुभयो। हो, यो एउटा यस्तो घटना थियो जसले सबै प्रश्नहरूको जवाब दियो र सबैको मुख बन्द गरिदियो। यही सन्दर्भमा स्रोतले येशूलाई अन्तिम आदम भनेर पहिलो मानव आदमसँग तुलना गरेको छ। यो व्यवस्थापक र मालिकको भिन्नता निकै महत्त्वपूर्ण देखिन्छ। के यसको अर्थ आदमले पाएको अधिकार अस्थायी थियो जुन फिर्ता लिन सकिन्थ्यो, तर येशूले कमाउनु भएको अधिकार चाहिँ स्थायी र अकाट्य भयो? हो, त्यो एकदमै राम्रो तरिका हो यसलाई बुझ्ने। परमेश्वरले आदमलाई अदनको बगैँचामाथि प्रतिनिधि शासनको अधिकार दिनुभएको थियो। ऊ एक म्यानेजर जस्तै थियो, तर उसले त्यो अधिकार पापसँग साट्यो। उसको अधिकार शर्तसहितको र सीमित थियो, तर येशू अन्तिम आदमको रूपमा मृत्युसम्म आज्ञाकारी भएर क्रुसद्वारा सम्पूर्ण समय र स्थानको स्वामित्व नै उत्तराधिकारमा पाउनुभयो। आदमले लिजमा पाएको थियो, येशूले पुरै सम्पत्ति नै किन्नुभयो भन्दा पनि हुन्छ। त्यसो भए मालिक भएको कारणले नै येशूसँग मृत्यु र पाताललाई पनि आगोको कुण्डमा फाल्ने अधिकार छ, जुन अधिकार आदमसँग कहिले थिएन। ठ्याक्कै, उहाँले त्यो अधिकार मानवको रूपमा आएर क्रुसको कठिन परीक्षा पास गरेर कमाउनुभयो। त्यसैले त्यो अधिकारमाथि कसैले प्रश्न उठाउन सक्दैन। यहाँनिर यो साँच्चै रोचक हुँदैछ। यदि परमेश्वर यति शक्तिशाली हुनुहुन्छ
र येशूले यो सबै अधिकार कमाइसक्नुभयो भने उहाँले किन बल प्रयोग गरेर एकै क्षणमा सबै कुरा ठिक पार्नुहुन्न? स्रोत भन्छ कि उहाँले बलले होइन प्रेमले शासन गर्नुहुन्छ। तर व्यावहारिक संसारमा हेर्दा बल प्रयोग गर्नु धेरै छिटो र प्रभावकारी देखिन्छ नि। देखिन्छ, तर स्रोतको तर्कअनुसार त्यो प्रभावकारिता केवल बाहिरी हुन्छ, क्षणिक हुन्छ। यसको मूल कारण फेरि त्यही स्वतन्त्र इच्छा हो। बल र हिंसाले कसैलाई बाहिरबाट झुकाउन सक्छ, तर भित्रबाट उसको हृदय परिवर्तन गर्न सक्दैन। भित्र पाप गर्ने इच्छा र सम्भावना रहिरहन्छ। त्यसैले परमेश्वरले त्यो बाटो रोज्नु भएन। उहाँले प्रेमको तरिका अपनाउनुभयो। र त्यो प्रेमको सबैभन्दा ठूलो प्रदर्शन क्रुसमा भयो। हो, जब सृजित प्राणीहरूले क्रुसमा परमेश्वरको त्यो निस्वार्थ प्रेम देख्छन् कि उनीहरूको लागि स्वयं सृष्टिकर्ता मर्न तयार हुनुभयो, तब उनीहरूले परमेश्वरलाई साँच्चै चिन्न थाल्छन्। यो पहिचान डरबाट होइन, कृतज्ञता र प्रेमबाट जन्मन्छ। र जब उनीहरूले प्रेम गर्न थाल्छन्, उनीहरू स्वेच्छाले खुसी साथ उहाँको आज्ञा पालन गर्छन्, करले होइन। यसरी उनीहरूको स्वतन्त्र इच्छा पूर्ण हुन्छ। क्रुस नै त्यो माध्यम हो जसले प्राणीहरूलाई बलले होइन प्रेमले आज्ञाकारी बनाउँछ। मैले बुझेसम्म यो प्रेमले शासन गर्ने तरिका र स्वतन्त्र इच्छालाई पूर्णता दिने कुरा एक अर्कासँग जोडिएको हुनुपर्छ। के स्रोतले यही भन्छ? तपाईले सार समात्नुभयो। एउटा बिना अर्को सम्भव छैन। प्रेम बिनाको आज्ञा पालन गुलामी हो र स्वतन्त्र इच्छा बिनाको प्रेम असम्भव छ। यो त निकै गहिरो दर्शन भयो। अब अन्तिम भागतिर लागौं। स्रोतमा अनुयायीहरूको भूमिका बारे पनि उल्लेख छ। के उनीहरू पनि यो न्याय प्रक्रियामा सहभागी हुन्छन्? र यो निकै महत्त्वपूर्ण पक्ष हो। जसरी येशूले क्रुसद्वारा सिंहासन उत्तराधिकारमा पाउनुभयो, उहाँलाई पक्षाउने र विजयी हुनेहरूले पनि सिंहासन उत्तराधिकारमा पाउनेछन्। र उनीहरूलाई पनि न्याय गर्ने अधिकार दिइनेछ भनिएको छ। उनीहरू येशूको न्याय कार्यमा सहयोगी वा साक्षीको रूपमा खडा हुनेछन्। यसको कुनै उदाहरण छ स्रोतमा? छ। यसलाई पुरानो नियमको लेवीको पुस्तकमा भएको अजाजेलको बोकाको उदाहरणसँग जोडिन्छ। त्यहाँ एक उपयुक्त मानिसले बोकालाई, जुन शैतानको प्रतीक हो, उजाड स्थानमा लगेर छोड्छ। स्रोतले भन्छ कि त्यो उपयुक्त मानिस येशूको प्रतीक हो र उहाँका अनुयायीहरूले पनि अन्तिम न्यायको समयमा शैतान र पापलाई सीमित गर्ने काममा भूमिका खेल्नेछन्। त्यसो भए यो सम्पूर्ण प्रक्रिया, उहाँको मानव बन्नु, क्रुसमा मर्नु, अधिकार कमाउनु, यो सबै अन्तिम न्याय स्थापित हुनु अघि सबैलाई कारण स्पष्ट पार्नको लागि हो, ताकि कसैले पनि यो अन्याय भयो भन्न नपाओस्। एकदम सही। येशूले न्याय गर्नु अघि उहाँले आफू न्याय गर्न योग्य हुनुहुन्छ भनेर प्रमाणित गर्नुहुन्छ। उहाँले उद्धार गर्नु अघि उहाँ उद्धार गर्न योग्य हुनुहुन्छ भनेर प्रमाणित गर्नुहुन्छ। क्रुसद्वारा सबै कुरा काँच जस्तै छर्लङ्ग भएपछि कसैले पनि परमेश्वरको चरित्रमाथि शङ्का गर्न सक्दैन र शैतानले पनि उहाँको अधिकारमाथि आरोप लगाउन सक्दैन। न्याय पारदर्शी हुन्छ। त्यसो भए सुरुमा हामीले उठाएको त्यो पहिलेको जवाफ के भयो त? किन त्यो लामो पीडादायी बाटो? स्रोतहरूको निष्कर्ष यो हो कि यो बाटो शक्तिको अभावले होइन, तर प्रेम र न्यायको प्रतिबद्धताले रोजिएको थियो। यो एउटा यस्तो निर्णायक योजना थियो जसले परमेश्वरको चरित्रलाई प्रमाणित गर्यो, पापको गम्भीरतालाई देखायो र सबैभन्दा महत्त्वपूर्ण, सृजित प्राणीहरूलाई बलजबस्तीले होइन तर प्रेमद्वारा स्वेच्छाले पूर्णतामा पुग्ने बाटो दियो। हो, र अन्त्यमा एउटा विचारणीय कुरा छोडेर जाउँ। स्रोत भन्छ कि परमेश्वर स्वयं समय र स्थानभित्र आउनु भएर पुरानो नियमको यहोवा नाम, जुन प्राय न्याय र नियमसँग जोडिन्थ्यो, त्यसलाई नयाँ नियमको येशू नाममा पूर्ण गर्नुभयो, जसको अर्थ उद्धार हो। अर्थात् उहाँले न्यायको नामलाई उद्धारको नाममा रूपान्तरण गर्नुभयो। यसले हामीलाई सोच्न बाध्य बनाउँछ। यदि यो सम्पूर्ण ब्रह्माण्डीय योजनाको अन्तिम लक्ष्य नै प्रेमद्वारा स्वतन्त्र इच्छालाई पूर्णता दिनु हो भने, त्यो पूर्णता प्राप्त भइसकेको अस्तित्वको प्रकृति कस्तो होला, जहाँ आज्ञापालन कर्तव्यले होइन तर केवल प्रेमले निर्देशित हुन्छ।